हेर्नुस् है गाइजहरु, दमार्गमा यस्तो छ है बाटोको हालत। जतासुकै पानी जमेर छ, ठाउँ यस्तो छ है हेर्ने। दमारमा पनि अब यस्तो छ बर्खा लागेपछि। तर यस्तो बाटोमा चाहिँ नसोचेको है यसरी अटो आउँछ भनेर। हेर्नुस् न, दमारमा अटो आएको छ। खाल्टो छ है, खाल्टो। राम राम, ओहो है। ल है, ल बिस्तारै जानु है। अब यस्तोमा अटो आएको छ यहाँनिर। हिलो छ, त्यही भएर खने खन है। अलिकति डुब्छ, केही हुँदैन, आउनु। यहाँ त खन्नुपर्छ क्या। होइन यो कुनाबाट जाने, यहाँ हामीले त्यही भएर खन्न लागेको। यहाँ त गुवाममै डुब्छ नि, आधी डुब्छ। अलिअलि त छ क्या, के एकछिन बस्यो भने खन्छ हामी। त्यही भएर आज मैले कोदाल लिएर आएको क्या यहाँ। हामी त जहिले पनि हिँडिरहनु पर्छ, त्यही भएर यहाँ चाहिँ बाइक आधी डुब्छ त्यो खाल्टामा। त्यही भएर कोदाल लिएर आएको त्यो प्रतिजनमा आएर। अब यहाँ यो माछा मारेको भनौँ कि बाटो खनेको भनौँ, जागरुकमा आएको भन्छ अटो। कताबाट आयो? यो दमारको ठाउँमा चाहिँ कहिले पनि विकास भएन है भाइ। बर्खा लागेपछि जहिले पनि यस्तै हुन्छ। गाडी पनि फसेको छ, चिप्लेर जतासुकै पानी जमेर छ। यहीँनिर यहीँ पानी जमेर छ, त्यो पर्तिरै पानी जमेर छ। यस्तो छ। दमार भन्ने ठाउँमा चाहिँ बाटोको एकदम अवस्था, पानी परिसकेपछि यो पानी लगभग महिनामा एकचोटि पनि सुक्दैन। एकचोटि पानी पर्यो भने 1 महिना 1.5 महिना काम बाटो। अब गाडीहरू चाहिँ आइरहन्छ, तर अटो चाहिँ अहिलेसम्म आएको चाहिँ लगभग देखेको थिएन है भाइ। आज फर्स्टचोटि अटो आएछ।